काठमाडौँको जयपाटी मुलपानी हाइट ब्रह्मखेलको चोकबाट पूर्वपट्टि 12 रोपनीको सुन्दर प्लटहरू बिक्रीमा आएको छ। हजुर, ब्रह्मखेल चोकबाट एकै मिनटको डिस्टेन्समा पूर्वपट्टि रहेको त्यो 12 रोपनीको प्लटिङमा 28वटा टुक्राहरू छन्। तपाईँले छानी छानी लिन सक्नुहुनेछ। यहाँको दृश्यहरू तपाईँले जस्ताको तस्तै हेर्न सक्नुहुन्छ है त। सुन्दर प्लटहरूमा सबै सुविधाहरू रहिसकेको छ। सुन्दर बाटो छ, बिजुलीको खम्बाहरू देख्न सक्नुहुन्छ, ढल र पानीको पनि राम्रो व्यवस्था भइसकेको छ। मेरो पछाडि देखिरहनु भएको यो चाँगु नारायणको मन्दिर हो भने यहाँबाट थोरै डिस्टेन्समा साकु मन्दिर पर्दछ, साली नदीको मन्दिर पर्दछ। यहाँ राम्रो बसोबासको लागि अत्यन्तै उत्तम ठाउँ रहेको छ। स्कुल, सडक, नगरपालिका भवन, प्रहरी चौकी, निकै सुन्दर बस्तीहरू यहाँनिर बसिरहेको छ। यो प्लटिङ थुप्रै उद्योग कल कारखानाहरूको स्थापना भइरहेको ठाउँमा रहेको छ। यो प्लटिङ ब्रह्मखेल चोकमा पर्दछ। यो ठाउँ तीव्र गतिले विकास हुँदै गरेको बस्तीको बीचमा रहेको छ। यो ठाउँ सुन्दर पर्यावरणको बीचमा रहेको छ। ठाउँको सुन्दर वातावरणको कारण विभिन्न ठाउँबाट मानिसहरूको बसाइसराई भइरहेको छ। यो 12 रोपनीको 48 टुक्रा प्लटिङ यहाँ 13 फिटको फराकिलो बाटो रहेको छ। खानेपानी, बिजुली र ढल जस्ता अत्यावश्यक कुराहरूको सुविधा मिलाइसकिएको छ। यो प्लटिङमा जग्गा किन्ने महानुभावहरूलाई ब्याङ्क लोनको सुविधा पनि रहेको छ। काठमाडौँको मुलपानी हाइटबाट ब्रह्मखेल अवस्थित रहेको यो प्लटिङ बुकिङ गर्न छिट्टै आउनु होला है। मौकाको फाइदा लिनुहोस्। यसको रेट जम्मा 28 देखि 30 लाखसम्म रहेको छ। विभिन्न साइज र मोहडाका टुक्राहरू उपलब्ध छन्। जग्गाको सम्बन्धित व्यक्ति पनि हुनुहुन्छ। स्वागत छ यहाँलाई सर, नमस्कार। यहाँको जग्गाको विशेषता चाहिँ के छ सर? यो जग्गा घाटीबाट नजिकै ब्रह्मखेल चोकको लगभग 30 मिटर मात्र भित्र चाहिँ पाउनु भेटिएको छ। हामीले 27 देखि 30 सम्म राखेका छौँ। यसमा चाहिँ थोरै थपघट गर्न सकिन्छ। यो चाहिँ जिल्लामा जग्गा लिनको लागि एकदम खुस भएका साथीहरूलाई यो ठाउँ बसोबास र व्यवसाय दुवै दृष्टिकोणले उत्तम ठहरिएको छ। यति सुन्दर ठाउँमा 1-2 किता किन्ने होइन त हजुरहरू पनि छिट्टै माथि दिएको नम्बरमा कल गर्नुहोस् र आफ्नो लागि जग्गा बुक गर्नुहोस्, नत्र पछि पछुताउनु पर्ला है।